भन्छ लैङ्गिक विभेद गर्नेलाई कसले यहाँ गन्छ, लैङ्गिक विभेद गर्नेलाई कसले यहाँ गन्छ। शिक्षा नभए बेचबिखनमा पर्छन् हाम्रा छोरी, शिक्षा नभए बेचबिखनमा पर्छन् हाम्रा छोरी। बलात्कार र महिला हिंसा रोक्ने कसो गरी, बलात्कार र महिला हिंसा रोक्ने कसो गरी। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय यस गरिमामय सभाका सभापतिज्यू, प्रमुख अतिथि, हातमा घडी लिएर बस्नुभएका मेरा समयपालकज्यू र यस विद्यालयका अन्य शिक्षक शिक्षिका र मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी साथीहरूमा म कक्षा 7 मा अध्ययनरत छात्रा सुविशा भट्टको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज यस श्रीजय हुनेनाथ पब्लिक एकाडेमीमा हुन गइरहेको वक्तृत्व कला प्रतियोगितामा मैले पनि भाग लिन पाउँदा म हृदयदेखि नै खुसी छु। आज हुन गइरहेको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ महिला शिक्षा आजको आवश्यकता। म पनि यस शीर्षकबारे आफ्नो मनमा खेलाइरहेका 2 शब्द भन्न चाहन्छु, कृपया ध्यान दिएर सुनिदिनु होला। महिला शिक्षा। सर्वप्रथम त महिला भनेको के हो भन्न चाहन्छु। महिला भनेको हाम्रो देश र घरको रक्षा गर्ने एउटा नारी हुन्। कतिपय विकसित देशहरूमा त महिला र पुरुष समान हुन्छन्, तर नेपाल जस्तो विकास उन्मुख देशमा महिलाको कहानी सुन्ने हो भने धेरै डर लाग्दो छ। उदाहरणको लागि एउटै घरमा एउटा छोरा र छोरी छन् भने छोरालाई विद्यालय पठाउने, शिक्षा आर्जन गराउने, पोसिलो खानेकुरा दिने, तर छोरीलाई विद्यालय नपठाउने, उसलाई घाँस दाउरा काट्न लगाउने यस्तो कार्य गरिरहेका हुन्छौँ। तर हामीले मन्दिरमा पूजा गर्ने हाम्री विद्याकी देवी सरस्वती माता, धनकी देवी लक्ष्मी माता र शक्तिकी देवी दुर्गा माता, उहाँहरू पनि एउटा महिला नै हुनुहुन्छ। हामीले उहाँ महिलाहरूलाई त पूजा गर्ने, तर आफ्नो घरमा भएकी महिलाहरूलाई शिक्षा पनि नदिने काम किन गरिरहेका छौँ। म यो पनि भन्न चाहन्छु कि हामीबाट यस्तो गल्ती नहोस् र यो नेपाल पुरुष प्रधान देश हो, तर पुरुष प्रधान भनेर